त सुदन गुरुङ गृहमन्त्री भएपछि एउटा मूलवासीको छोरो गुरुङको छोरो गृहमन्त्री भएको त्यो भन्दा ठुलो मलाई त अहिले मेरो शरीरमै ब्लडै अर्को बगेको छ कि एउटा महान व्यक्ति जन्मेछ वाउ जसरी बने पनि ऊ गृहमन्त्री बन्यो नि ए मूलवासीको छोरो गृहमन्त्री बन्यो त यो बासी नेपाली भाषी भन्नुहोस् न यो देशमा कहिले पनि प्रधानमन्त्री र गृहमन्त्री पढाएको बाहुनै हुन् यो देश त मूलवासीको देश हो नि हजुर एउटा गुरुङको छोरो उसको हैसियतले पायो चुनाव जितेर पायो त्यतिकै नलडिकन पाएको हो र 2 घन्टा मान्छेले भन्ने गर्छ 2 दिन पानी बारो 1 दिन पानी बारो जे बारे पनि ऊ गृहमन्त्री भइहाल्यो अब टाउको ठोकेर नि के गर्नु 2/3 बहुमतको सरकार छ रातभरि निदाउन सकिन मलाई कोमल हृदय गरिब जनताको गृहमन्त्री हो भनेर यो सुदन गुरुङलाई बुझ्छु अरू त ठाट देखाएर हिँड्ने ल साइरेन बजाएर नेपाली जनताको तलब भत्ता कर तिरेको पैसाले नेपाली जनताले कर तिर्ने व्यापारीले कर तिर्ने अनि त्यो पैसामा साइरन बजाएर हिँड्ने होइन यो सुदन गुरुङ जस्तो राम्रो गृहमन्त्री अहिलेसम्म मैले देखाएको छैन इतिहासकै हो हकी साहबको एकदमै ठिक सरल ठिक सिधा हो उहाँले भन्नुभएको छ डाक्टर साहब पहिलाका गृहमन्त्री त सबै लुटेर तस्कर सबै नारायण काजी पनि नारायण काजी चाहिँ कुन चाहिँ राम्रो मान्छे हो त नारायण काजीलाई मान्छेले सबल गृहमन्त्री भने रवि लामिछानेले सबल गृहमन्त्री भने झालपात कुरा राम्रो भएर चुनाव जितिहाल्थ्यौँ खै त नारायण काजी चुनाव हार्नुभयो तर गृहमन्त्री त रवि पनि भन्नुभयो नि रवि सुन्नु नारायण काजी श्रेष्ठले नेपालमा 10 वर्ष जनता गरेको पनि होइन है त्यो कुरो त मलाई राम्रो थाहा छ नि हो ऊ राम्रो मान्छे कसैको होला हाम्रो केही काम गरेको छैन जनता केही काम गरेको छैन मुख मात्रै मिठो बोलेर हुन्छ मुख मात्रै मिठो बोलेर भाषण मात्रै सुन्ने के गर्नु मैले खोजे रासन हो अनि भाषण सुन्नलाई मैले राजनीति गरे हो र मैले त यो देश आमूल परिवर्तन नयाँ नेपाल होइन जनतालाई शान्ति सुव्यवस्था अमन चैन रोजगार स्वास्थ्य शिक्षा निःशुल्क खोजेर राजनीति गरे हो नि रासन त तपाईले आफै जो गर्ने होला नि के हो रासन त आफै जो गर्ने होला तपाईँलाई थाहा छ रासन त कहाँ सरकारलाई भन्ने हो त आफ्नो रासन तपाईँलाई सरकारले दिन थाल्यो भने सम्भव हुन्छ त्यो कुरा यहाँ पञ्चायती कालमा तपाईँलाई थाहा छ पञ्चायती कालमा सबैको घरमा खाना लाउन नपाउने मान्छे कमै हुन्थे बरु बनी गर्नु पर्थ्यो विभेद थियो आफ्नो ठाउँमा हो तर अहिलेको जस्तो शोषण दमन थिएन यो राजनीतिक दलहरू त आफ्नो आसेपासेलाई मात्रै जागिर लाउने आफ्नो छोरी ज्वाइँलाई जागिर लाउने आसेपासेलाई जागिर लाउने ठेकदार आफ्नो पेट्रोलको ठेकदार नियुक्ति गर्ने अनि अरबौँ अरब रुपियाँ पैसा कमाउने अनि आज राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसै चुनाव जित्या हो यिनै दलले राम्रो गरे भने त राष्ट्रिय स्वतन्त्र पार्टी आउनु पर्दैन थियो नि आउनु पर्छ भनेपछि ठ्याक्कै भन्नुहोस् कि जोड्न खोज्दै थिए ललितपुर जिल्लाको एमालेको अध्यक्ष पक्राउ परेका छन् तपाईको उमेरभन्दा अझ वृद्ध बुवालाई ज्येष्ठ नागरिकलाई दुर्व्यवहार गरेको आरोपमा अनि जिल्लाका अध्यक्षलाई समेत यो आरोप लाग्ने अथवा पक्राउ पर्नुपर्ने दुर्व्यवहार गर्ने संलग्न हुने तोडफोड आगजनी कुटपिटमा संलग्न हुने अनि जिल्लाको अध्यक्ष पनि गम्भीर किन नभएको एमालेको भने नि एमाले भनेको पार्टी यो हिजोदेखि नै ध्वंस मचाउने एनजिओ चलाउने आइएनजिओ त म त त्यहाँ बसेर काम गरेर मान्छे नि हजुर पञ्चायती कालमा तपाईँले एनजिओमा काम गर्नुभयो मैले यस्ता एनजिओ कहाँ काम गर्छु हजुर आफै सिप दक्षता क्षमता भएको मान्छे म किन पार्टीमा एमाले त पछि भएको एमाले त 48-49 सालमा भएको पहिला त नेपाली कम्युनिस्ट पार्टी भन्ने हो बुझ्नुभयो नेपाली कम्युनिस्ट पार्टी तपाईले त्यसमा काम गर्नु हो अरु थिएनन् पहिला एमाले भएको त पछि अनि एमालेमा जिल्लाका सभापति अध्यक्ष समेत पक्राउ पर्ने अथवा दुर्व्यवहार गर्ने क्या उनीहरूले चाहिँ यो गुण्डागिरी भयो उहाँहरूले सडक प्रतिपक्षको हुन्छ सडक र सदन भनेको प्रतिपक्षको हुन्छ तर आक्रोशमा मान्छेहरूलाई गुण्डागरी देखाउनु हुँदैन जनतालाई गुण्डागरी देखाएपछि पार्टी आफै तहस नहस हुन्छ बुझ्नुभयो
पार्टी आफै तहस हुन्छ पार्टी भनेको नेपाली जनताले भोलि राम्रो पनि भन्न सक्छ नि चुनावमा हारजित हुन्छ नि होइन चुनावमा हारजित हुन्छ होइन त्यो स्वीकार्नु पर्थ्यो त्यो त स्वीकार्नु सडकमा आउने कुरा गर्नुहुन्छ उहाँहरू। सडकमा आएर कानुनले भिड हेर्दैन तपाईँले सोध्न खोजेको केपी शर्मा ओली पौरव परेको भनेर सोध्न खोज्नु भएको होला यस्ता 8-9 पौरव पर्दैछन् अरू पनि पौरव पर्छन् अब धेरै मोहन सफा भएपछि तल सफा हुँदै जान्छ होइन यो संविधानले पक्राउ गरे हो नि तर एउटा कुरा के बुझ्नुहोस् भने आफ्नोलाई जोगाएर केपी शर्मा ओली चाहिँ तपाईँको दीपक खड्का यिनीहरू मात्रै समातियो भने यो राजनीति प्रतिशोध पनि हुन्छ आफ्नोलाई पनि कारबाही गर्नुपर्छ है।